यस्तो चाहिँ साथीभाइ आजको ड्युटी चाहिँ यस्तो छ हो। यहाँ एकदमै धुप्पी निकालिँदैछ। धुप्पीको बिरुवा लिन आएको थियौँ। यो चाहिँ अहिले निकालेर हत्तो भयो बोक्दा बोक्दा। अहिले चाहिँ गाडी भएकोमा निकालेर अब लोड गर्न आँटेको छौँ हामीले। यो केटाले बिरुवा दामी छ नि भाइ? बिरुवा चाहिँ एकदम एवान रहेछ नि। एकदम एवान छ नि। यो त लु अब चाहिँ यो प्लास्टिक लगाएर चाहिँ राखौँ न नि। साथीभाइ लोड गरिँदैछ। साह्रो पऱ्यो। आम्मा ए साह्रो पऱ्यो लोड गर्नु। आम्मा यो त बिजोक छ है। बिजोक छ नि हो। केटाले ल्याएकै छ हो। ए बिरुवा चाहिँ धुप्पीको। फाइनली साथीभाइ यो लोड पनि भइसक्यो हो। हेर्नुहोस् ल यसरी लोड गऱ्यौँ हामीले। लोड चाहिँ यसरी गऱ्यौँ हो। पिकअप गाडी भएदेखि चाहिँ सजिलो हुन्थेछ। यसमा चाहिँ अलिक अप्ठ्यारो भयो। तर पनि नभाचिने पाराले लोड गरेको छौँ। अब चाहिँ अब लागौँ होला नि। बान्नु पर्दैन? पर्दैन भन्नु। अब चाहिँ लाग्यो घरतिर। बाटो यस्तो छ फेरि यहाँ अप्ठ्यारो रहेछ। आम्मा यहाँ अलिकति छ कि पुरा अप्ठ्यारो। यहाँ पर गाडी घुमाउनु यति साह्रो पऱ्यो पछाडि नि। आधी घन्टा जस्तो लाग्यो नि। यो गाडीबाट झर्नु पनि आजकल त साह्रो लाग्छ हौ। बामे सरै हुन्छ नि हौ। बुढो त भयो छैन त। बुढो भयो नि अब। झर्दैन हो झन् त नि। बिहा त गरेको छैन। दुईटा नानी त छैन होइन? दुईटाको भयो खालि। दुईटा भयो केटा। दुईटारे खालि खालि दुईटारे होला। जुगाम लाग्छ नि यो लेकको जुगा क्या। लेकको जुगा त्यो सेतो हल्के भएको क्या। त्यसले त एउटाले खायो भने त त्यो त एउटा यस्तो बनमारा होला त्यसरी गाडी हल्लेको खालि हेर्नु न। अब गाडी त अब बाटो त्यस्तो छ तर अलिकति हो। यहाँ पाइप उठाउनु पर्छ होला भाइ। त्यहाँनिर अघि त लाग्छ जस्तो लागेन। पर्दैन होला उँधोबाट जाँदा त है। पाइप पनि अघि त परेन। पाइप छैन। यो पाइप बोजूले के काट्दै रहेछ। हाम्रो बोजूहरू गर है। उहिलेको कडा नि पानी खाएको मान्छे त अब उहिलेकै हो नि। लाग्दैन होला हौ नि। लाग्दैछ लागेन होला। लागेन। अब चाहिँ यता घुम्नुपर्ने कि सानो बाटो। धेरै अहिले गर्दा अलिक साह्रै पर्छ है। यहाँ त 12 बज्छ नि। भइ चाहिँ यतिकोमा त अब त घुम्यो नि। ल अब त लाग्यो है साथीभाइ। अब चाहिँ निस्क्यौँ कलकत्तामा। अब चाहिँ लाग्यो घरतिर। हाइवेमा निस्क्यौँ है साथीभाइ। अब हाइवेमा चाहिँ अलिक कम्ती रहेछ तर अघि नि। अघि त पर त निकै बाटै नदेख्ने हौ। तर यहाँ चाहिँ बेसी लाग्यो चाहिँ यहाँ चाहिँ देख्दैन अझै बाटो हाइवेमा। सेतोको दागमा हिँड्नु पर्यो। यो सेतो लगाएकोमा मात्रै हो कि यो रिङ लगाएकोमा देख्दैन नि बाटो। छेउ पनि देख्दैन। बाटो चौडा भएर क्या। यो भुटानको त्यति साह्रो नि सफा नि गर्दो रहेछ बाटो। दानले चाहिँ राम्रो गर्यो। दान चाहिँ हेर न अहिले बर्खामा पनि अब यो भित्ताको झारहरू
सबै उगाउँदै रहेछ नालीको उयोहरू ड्रेनहरू सफा गर्दै रहेछ ल फाइनली साथीभाइ अहिले चाहिँ हामी घर आइपुग्न आँट्यौँ हो यही हाम्रो पेसेन्जर पनि छ आज रिजर्भ छ शेरवानीको मामा रिजर्भ होइन हो रिजर्भ रिजर्भ हो साँच्ची हो हो रिजर्भ हो भने मात्रै जान्छ है म त के छ अरे मामाको खबर ल त्यो एउटा मामा खबर भनौँ न मामा खबर मामा खबर भनौँ न हजुर खबर भनौँ न खबर अब चाहिँ घर आइपुग्न आँट्यौँ है हामी साथीभाइ ल फाइनली साथीभाइ अहिले चाहिँ हामी घर आइपुग्यौँ हो डेभिड पनि छ एउटा आइपुग्यौँ अब चाहिँ फेरि अनलोड गरेर यसलाई राख्नुपर्ने हुन्छ ल भिडियो मन पऱ्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिने है साथीभाइ फाइनली साथीभाइ हो अनलोड हुँदैछ मेहनतको काम धुप्पी चाहिँ दामी रहेछ है तपाईँहरू कोलाई चाहियो भन्नुहोस् है एकदम सस्तो अनलोड हुँदैछ